यी भनेको अर्ग्यानिक माछा असला माछा जिउँदै छन् यार। यो पासामा परेको पासा थापेर यो त पासो पनि छँदैछ हैन। यो यस्तो माछा पर्दो रहेछ नि। गुड यतै पनि पर्यो रहेछ। यहीको त टाउको खोलामा जेन झोलामा हुने भया रहेछ नि त। ल्याउँदा चल्लो न खोइले हैन। ल्याउँदै चल्लो खोइ हिजो क्याको चल्लो खाइए पोल माछा राम्रोसँग पोल्याएर पोलिहाल्ला पोली बिचोमा नगयो त्यो यो त मोरतिर हटो क्याको चल्लो खाइए ओइको के हुन्न हेली कति गइला घा हेर न यल कहिले टो हतलाई हैन। या माछा नि हो माछा। यो त हिरो माछा पोलेर खाने हो भन्न। आज क्या खुवाउने है उ खुवानु अब काली। आज म खुवाउँछु नि अंकललाई। लेखै ल्याउने कसले भनेको म ल्याउने है। तेरा दिदी कुटन न भाइ ड्यानीपट्टि के भन्ने कह भन्ने अङ्कलका म खाना खुवाउने भने मम्मी भन्ने कसले भने एकी बहिनी भन्ने नानी अङ्कलका म खाना खुवाउँदा नि मम्मी भन्ने म खुवाउँदैन पो भन्ने भाइ किराले त एक दिन पनि खाना नखाउला भन्ने क्या खुवाउँदै म चाहिँ पुरो खुवाउँछु क्या खुवाउँदै भन्यो। फोपो त्यो आगो फो यार अब आज म आएन न लेखाइ त अब खान्न म दिने विचार भएर रहेछ त्यो यार मलाई चाहिँ भने हे ल ऊ भयो होला निकाल राखे नि उता माछाको यतै माछा भयो यार है। असला माछा हो नि है। के माछा रे टेस्टी हो नि माछा पोलेका आउने क्या हो यार धनगढी कहाँ जाउने क्या निका त्यो आई भूत जहाँ कति मिठो भएन आसला माछा हाल्नु न जति टेस्टी केही हुँदैन। ए पनि टेस्टी लाग्छ पिउलिया माछा भन्ने हुँदैन खाउँ।